हेलो साथीहरू, नमस्कार। आज म बनाउँदैछु लप्सीको खट्टी मिठी अचार। लप्सीको खट्टी मिठी अचार बनाउनको लागि मैले सबभन्दा पहिला लप्सी पखालेर रेडी गरेँ। लप्सीलाई धोइ पखाली गरेर रेडी गरिसकेपछि एउटा भाँडामा खनाउँछु अनि कराई बसालेर त्यसमा लप्सीलाई राख्छु अनि पानी राख्छु अनि ग्यास अन गरेर छोपेर त्यसलाई केही बेरका लागि पाक्न दिन्छु। लप्सी पाकिसकेपछि हल्का फुटेपछि बोक्रो जानको लागि सजिलो हुन्छ। त्यसैले हल्का फुट्ने बेलासम्म मैले त्यसलाई पाक्न दिन्छु। लप्सी पाकेर रेडी भइसकेको छ। अब मैले ग्यास अफ गर्छु र यसलाई सेलाउनको लागि छोडिदिन्छु। चिसो भइसकेपछि बोक्रा फाल्न सजिलो हुन्छ, त्यसैले मैले सेलाउनको लागि यसलाई राखिदिन्छु। अर्कोतर्फ मैले मसला रेडी गर्दैछु। यसमा मैले सबभन्दा पहिला जिरा राखेँ। प्यान बसालेर जिरालाई केही बेर भुट्छु। जिरा हल्का ब्राउन हुन लागिसकेपछि मैले त्यसमा खुर्सानी र सौँफ राख्छु। त्यसलाई पनि केही बेर भुटिसकेपछि मैले कालो जिरा राख्छु। कालो जिरालाई धेरै भुट्नु पर्दैन, त्यसैले मैले लास्टमा राखेकी हुँ। कालो जिरा राखेर भुटिसकेपछि मैले त्यो अर्को प्लेटमा खनाउँछु। प्लेटमा खनाएर चिसिसकेपछि मैले त्यसलाई ग्राइन्डर गरेँ। ग्राइन्डर गरेर त्यसलाई रेडी गरेर राखिसकेपछि मैले लप्सीलाई बोक्रा फालेर रेडी गर्दैछु। लप्सी रेडी भइसकेको छ बोक्रा फालेर पकाउनको लागि। अनि मैले अर्कोतिर ग्यास बालेर पानी राखेँ कराईमा अनि सक्खर राखेर सक्खरलाई पगाल्दैछु। सक्खरलाई छान्नुपर्ने हुन्छ, त्यसैले पगालेर छान्नुपर्छ, होइन भने त त्यसै राख्दा पनि हुन्छ। फोहोर हुने भएकाले सक्खरलाई मैले पगाल्नको लागि राखेँ। अर्कोतर्फ कराई बसालेर अब मैले अचार बनाउँदैछु। कराईमा तेल राखेर खुर्सानी पड्काएँ मैले। सुकेको खुर्सानी ब्राउन भइसकेपछि मैले त्यसमा दाना मसला पुर्याउँछु। सौँफ मुङ्ग्रिलो पुर्याएँ अनि मैले लप्सी पकाउँदा निस्केको पानी पनि राख्छु। बेसार राखेँ अनि लप्सी पकाउँदा निस्केको पानी पनि राख्छु। त्यो अचार बनाउनको लागि एकदमै राम्रो हुन्छ। अनि त्यसमा मैले हिङ राखेँ, नुन राखेँ अनि मैले पगालेर राखेको सक्खरलाई पनि छानेर राख्दैछु। सक्खरमा धेरै नै फोहोर हुन्छ, त्यसैले छान्नुपर्छ। किरिकिरी लाग्छ बालुवा जस्तो। अहिले हेर्नु है कति फोहोर आउँछ, मैले देखाउँछु तपाईँहरूलाई। मैले सक्खर त्यसमा राखेर केही बेर पाक्न दिन्छु। छानेर सकिसकेपछि मैले छान्दैछु छान्नीको सहायताले। छानेर सकिसकेँ। कति धेरै फोहोर आएको छ। ल हेर्नुहोस् है कति फोहोर छ। अब मैले त्यसलाई चलाउँदै पाक्न दिन्छु। यो पाक्दैछ। अब मैले यसमा बिस्तारै लप्सीलाई राख्छु। बिस्तारै लप्सीलाई राखेर पाक्न दिनुपर्छ। यो पाक्दाखेरि कलर नै चेन्ज हुन्छ। पानी छ नि त यसमा, त यो पानी सुकेर सबै बाक्लो हुन्छ रेडी हुँदा। सबै लप्सी राखिसकेँ। अब मैले यसलाई 25 देखि 30 मिनट पकाउनु पर्ने हुन्छ। त्यो पकाउँदैछु। 25-30 मिनटमा यसमा सक्खरमा भएको पानी अनि लप्सी पकाएर राखेको पानी सबै सुकेर अनि बाक्लो भएर कलर आउँछ अनि रेडी हुन्छ। कलर राम्रो बनाउनको लागि मैले काश्मिरी लाल मिर्च राखेकी छु। यसले कलर राम्रो बनाउँछ। अरू स्वाद त दिने होइन, त्यही कलरको लागि मैले काश्मिरी लाल मिर्च पनि राखेकी छु। अब यसलाई मैले पाक्न दिन्छु। लोदेखि मिडियम हिटसम्म पकाउँदा हुन्छ। मैले लो हिटमै पकाएकी छु। बिस्तारै पाक्दैछ। कलर चेन्ज पनि हुँदैछ।
कलर चेन्ज भएर यस्तो रातो रातो देखिन लाग्यो। अहिले धेरै बेर नै पकाउनु पर्छ। अब मैले यसमा रेडी बनाएर राखेको मसला सौँफ, मुङ्ग्रिलो, खुर्सानी, जिरा धनियाँको धुलो सबै ग्राइन्डर गरेर राखेकी थिएँ, त्यो पनि राखेँ। त्यो राखेर अब केही समय पाक्न दिन्छु। अब लगभग रेडी हुन लागिसकेको छ अचार। बाक्लो भइसक्यो। यतिको बाक्लो भइसकेपछि अब बिस्तारै लो हिटमा अझै केही बेर पाक्न दिन्छु अनि यो रेडी हुन्छ। लगभग अचार रेडी हुन लागिसकेको छ। तपाईहरुलाई पनि लप्सीको अचार मनपर्छ भने खट्टी मिठी अचार यसरी बनाएर खानु होला। मेरो नानी बाबुहरूलाई धेरै मनपर्ने भएको भएर मैले यसरी अचार बनाउँदै छु। यो सिजनमा मैले लप्सीको अचार बनाएकै थिइनँ, पहिलो पटक हो। अचार देख्दै खाउँ खाउँ लाग्दो भएको छ। खाँदाखेरि कस्तो छ त्यो त खाएपछि नै थाहा हुन्छ, देख्दा खाउँ खाउँ लाग्दो छ। तपाईहरुले पनि यसरी आफ्नो घर परिवारलाई लप्सीको अचार बनाएर खुवाउनु होला। अनि मैले यो अचारलाई सेलाइसकेपछि डब्बामा स्टोर गरेर राखेछु, प्लास्टिकको डब्बामा। तपाईहरुले सिसाको भाँडोमा राख्दा पनि हुन्छ। मेरो भिडियो मन पर्छ भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै भिडियो हेर्दै गर्नु होला।